यहाँहरू सबैमा नमस्कार। आज शनिबार, यहाँहरू के गरेर दिन बिताउनु भयो? आज मैले चाहिँ यो कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सम्बन्धी एउटा जानकारीमूलक भिडियो लिएर आएको छु। पक्कै पनि यहाँहरूले मन पराउनु हुनेछ। कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, जुन चाहिँ हामी पहिला प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भनेर पनि चिनिन्थ्यो, यसको चाहिँ विभिन्न जिल्लाहरूमा इकाइ कार्यालयहरू रहेको छ, जसलाई हामी जोन, सुपर जोन पनि भनेर भन्छौँ। त्यो कार्यालयहरू मार्फत यस वर्षको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रमहरू चाहिँ सञ्चालन हुन गइराखेको छ। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधिमा उल्लेख भए अनुसार यो कार्यक्रममा विशेषतः 16 वर्षदेखि 40 वर्ष उमेर समूहका युवाहरूले यो कार्यक्रममा चाहिँ सहभागी हुन पाउँछन्। यो कार्यक्रमको मुख्य उद्देश्य चाहिँ कृषि क्षेत्रमा युवाहरूको आकर्षण वृद्धि गरी कृषि तथा पशुपन्छीमा आधारित साना तथा मझौला उद्योगहरू मार्फत रोजगारीको अवसरहरू सिर्जना गर्ने, कृषि तथा पशुपन्छीजन्य उत्पादन, प्रशोधन तथा उद्योगको क्षेत्रमा प्रयोग हुने श्रमको उत्पादकत्व वृद्धि गर्न सहयोग गर्ने, कृषि क्षेत्रमा नवपरिवर्तन तथा नवीनतम इनोभेसन एन्ड इनोभेटिभ प्रविधिहरूको उपयोग र प्रवर्धनमा चाहिँ बढावा दिने, त्यसै गरी वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय लिएर अध्ययन गरेका युवा तथा महिलाहरूलाई कृषि तथा पशुपन्छीजन्य व्यवसाय र उद्यम गर्न अभिप्रेरित गर्ने उद्देश्य रहेको छ। अब हामीले यो कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत के काम गर्न सक्छौँ त भन्नु पर्दाखेरि, हामीले यो विभिन्न बाली तथा वस्तुहरूको मूल्य श्रृङ्खलामा आधारित रहेर विभिन्न क्रियाकलापहरू, कामहरू गर्न सक्छौँ। बाली वस्तुतर्फ हामीले तरकारी, फलफुल, रैथाने बालीहरूको उत्पादन, प्रशोधन र बजारीकरणको क्षेत्रमा चाहिँ काम गर्न सक्छौँ। च्याउको बिउ उत्पादन, च्याउ उत्पादन, प्रशोधन र बजारीकरणको क्षेत्रमा काम गर्न सक्छौँ। मौरी पालन व्यवसाय र मह प्रशोधनको क्षेत्रमा पनि हामी काम गर्न सक्छौँ। त्यसै गरेर अदुवा, बेसार र मसलाजन्य बालीहरूको उत्पादन, प्रशोधन र बजारीकरणको क्षेत्रमा पनि काम गर्न सक्छौँ। पशुपन्छीतर्फको कुरो गर्नु पर्दाखेरि हामीले दुग्ध तथा दुग्धजन्य पदार्थहरूको उत्पादन, प्रशोधन र बजारीकरण गर्न सक्छौँ। जस्तो कि छुर्पी उत्पादन हुन सक्छ, विभिन्न चाहिँ परिकारहरू बनाएर चाहिँ बिक्री गर्ने उद्योग स्थापनाको कुराहरू हुन सक्छ। त्यसै गरेर मासुजन्य पदार्थहरूको उत्पादन, प्रशोधन र बजारीकरणको क्षेत्रमा पनि हामी काम गर्न सक्छौँ। त्यसरी नै बागबानी, नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बेर्ना उत्पादन प्रविधिको पनि हामीले यसको व्यवसाय पनि सञ्चालन गर्न सक्छौँ। त्यसै गरेर ग्रिन हाउसभित्र हामीले चाहिँ विभिन्न बालीहरूको उत्पादन, प्रशोधन र बजारीकरणको काम पनि गर्न सक्छौँ। प्राङ्गारिक कृषि वस्तुहरूको उत्पादन, प्रशोधन, बजारीकरण तथा निर्यातको काम पनि हामी यो कार्यक्रम अन्तर्गत गर्न सक्छौँ। त्यसै गरेर जैविक विषादी, प्राङ्गारिक विषादीहरूको उत्पादन गरेर चाहिँ बिक्री वितरण गर्ने व्यवसाय पनि गर्न सक्छौँ। र साना तथा मझौला खालका यो कोल्ड च्याम्बरहरू निर्माण गरेर सञ्चालन तथा व्यवस्थापनको लागि पनि हामी यो कार्यक्रम अन्तर्गत रहेर काम गर्न सक्छौँ। यो कार्यक्रम सञ्चालनको लागि कति अनुदान पाइन्छ त भन्नु पर्दाखेरि, यहाँहरूले पेश गर्नुभएको प्रस्ताव अनुसार 50% अनुदान वा बढीमा 4 लाख रुपियाँसम्म चाहिँ अनुदान प्राप्त गर्न सकिन्छ यो कार्यक्रम सञ्चालनको लागि। अहिले देशैभरि रहेका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका जिल्ला स्थित कार्यालयहरूले यो कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनको लागि सूचना प्रकाशन गरिराखेको छ। कतिपय जिल्लाहरूले सूचना प्रकाशन गरिसकेको छ भने कतिपय जिल्लाहरूमा सूचना प्रकाशन हुन बाँकी छ। सूचना प्रकाशन गरिसकेका केही जिल्लाहरूको म नाम लिन चाहन्छु, जस्तै कि झापा, चितवन, कास्की, कपिलवस्तु, डडेलधुरा, सिन्धुपाल्चोक लगायतका जिल्लाहरूले सूचना प्रकाशन गरिसकेको छ। तसर्थ यहाँहरूको नजिकमा रहेको जिल्ला स्थित कार्यालयहरू अथवा स्थानीय तहहरूमा चाहिँ सम्पर्क गरेर आफूले सञ्चालन गर्न चाहेको उद्यम व्यवसायको प्रस्ताव तयार गरेर
तोकिएको समय अवधिभित्र नै यहाँहरूले आफ्नो नजिकै रहेको जिल्ला स्थित कार्यालयहरूमा प्रस्ताव दर्ता गराउन हुन जानकारीको लागि हार्दिक अनुरोध गर्दछु।